हो यो चाहिँ ट्र्याप हुन्थ्यो हो यो ट्र्याप चाहिँ जस्ट मोडल हो अरिजिनल चाहिँ यो जुन चाहिँ बो छ भल्कै स्ट्रङ हुन्छ होइन एकदम स्ट्रङ र यसलाई खिच्नुको लागि तान्नुको लागि चाहिँ यहाँ लिएको छु मैले सुतौँ भनेको बाघलाई भन्छ लेप्चामा बाघ मार्ने याक भनेको चाहिँ ट्र्याप अनि यो त नट ओन्ली बाघ यो चाहिँ पहिला लडाइँको टाइममा एनिमीलाई पनि मार्ने पास हो त्यस्तो होइन यो चाहिँ अहिले टेबलमा छ यो एकदमै ग्राउन्डमा हुन्छ र त्यति बेलाको सिकारीले चाहिँ त्यो बाघको पन्जा हेरेर नापेर चाहिँ कत्रो हाइटको बाघ छ त्यो हाइट त्यसको मुटु कति हाइटमा हुन्छ त्यो सबै हिसाब निकाल्ने सिकारीहरू एक्सपर्ट हुन्छ नि त्यसै गरी त्यही हिसाबमा यसलाई पनि फिक्स यस्तो बनाउँदैन यो त बोकेर हिँड्दा नि त्यो स्पटमै बनाउँदै यो तिन इम्प्रोभाइज होइन बनाएर चाहिँ यसरी यिनीहरूले यो त्यसलाई यसरी तानेर चाहिँ यो पासो चाहिँ यसरी लगाएर लाग्छ होला नानी यसरी लाग्छ हो यसरी यो भयो पासो यो भयो चाहिँ स्ट्रङ बनाएको हुन्छ त्यहाँबाट चाहिँ यसमा अब यो काँडा यो मैले बाँधेको यो चिन्छ भनेर यसको काँडा यो पोइजन हालेर यसमा 4-5वटा काँडा यसरी लगाइदिन्छ यसको कनेक्सन चाहिँ यसरी उसको पार्ट कहाँ छ हिँड्ने त्यसलाई पछाडि लुगाइदिन्छ उसको हिँड्ने यहाँ केही राखिदिन्छ होइन त्यो बाघ आउँदा चाहिँ जब बाघ हिँड्दाखेरि हो कोही एनिमी यसलाई एउटा खुट्टाले धुन्छ नि हेर्नु चाहिँ यहाँनिर खुट्टाले धुँदाखेरि यसरी आउँछ हो क्याटाको तोप भन्छ त्यतिबेला तोप भन्छ अनि एउटा रुखलाई यसरी फसाएर डल्लै रुखलाई चाहिँ यसरी ट्र्यागर लगाइराख्छ मान्छेले हात डल्लै रुखलाई यसरी गर्छ पहिला